धेरै नामहरू छ तर सबै नामभन्दा महान चाहिँ यीशु नाम, सबै नामभन्दा पवित्र यीशु नाम, सबै नामभन्दा शक्तिशाली यीशु नाम। हालेलुया। यीशु नामले जीवन दिन्छ, यीशु नामले छुटकारा दिन्छ, यीशु नामले चढाइ दिन्छ। यीशु नै बाटो, सत्य र जीवन हुन्छ। हालेलुया। म तपाईँहरूको जग्गामा पहिलोपल्ट आएको नेपालगञ्जमा अनि एकदम खुसी लाग्यो। सबैजना प्रभुको लागि भेला हुनुभएको रहेछ। भेला हुनुभएको देख्दाखेरि हामी अनि म जब पनि मानिसहरू यीशुको लागि खडा भएको देख्छु त्यो मलाई एकदमै धेरै मनपर्छ। अनि आज म तपाईँलाई बताउन चाहन्छु यो संसारमा मानिसले गर्ने सबैभन्दा ठुलो काम चाहिँ यीशु ख्रीष्टलाई विश्वास गर्नु। अब सबै काम चाहिँ छनेको, अरू सबै काम चाहिँ केही समयको लागि, यीशु ख्रीष्टमाथि गरेको विश्वास मात्रै अनन्तको लागि। हाम्रो रूपहरू, हाम्रो शारीरिक बनावटहरू, हाम्रो बलहरू, हाम्रो ताकतहरू, इभन हाम्रो रुपियाँ पैसा, हाम्रो धनहरू सबै कुरा चाहिँ केही क्षणको लागि, तर यीशु ख्रीष्टमाथि गरेको हाम्रो विश्वास चाहिँ अनन्तको लागि। आमेन। हुन्छ म वचन त वचनको भन्दैछु र म मेरो जीवन गवाएको लागि भन्नु चाहन्छु र म धेरै कुरा भन्नु चाहन्छु। संसारको गीतमा नाच्दाखेरि, संसारको गीतमा रमाउँदाखेरि कोही पनि मान्छे निको हुँदैन। एउटा गीत छ बलिउडको, तेरा प्यार 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 हुक्का बार बार। कोही थाहा छ कोही नाचेको पनि होला। तर त्यस्तो गीतहरूमा नाचेर गएर कोही पनि छुटकारा पाएको छैन। त्यस्तो गीतहरूमा नाचेर कसैले पनि पवित्र आत्मालाई पाएको छैन। त्यस्तो गीतहरूमा नाचेर कोही पनि निको भएको छैन। त्यस्तो कुनै गवाई छैन कि सेकुलर गीतमा नाच्दै थिए, संसारको गीतमा नाच्दै थिए, सेकुलर गीतमा रमाउँदै थिए, परमेश्वरको आत्मा आउनुभयो, परमेश्वरको आत्माले छुनुभयो, परमेश्वरको आत्माले मलाई भर्नुभयो, म निको भएँ। यस्तो कुनै पनि गवाई छैन। किनकि संसारको थोकले, संसारको गीतले, संसारको त्यो म्युजिकहरूले एकछिन तपाईँको कानलाई, तपाईँको शरीरलाई आनन्द दिए तापनि यीशु ख्रीष्टको लागि गाएको गीतहरूले मात्रै, यीशु ख्रीष्टको लागि रचेको गीतहरूले मात्रै हाम्रो आत्मालाई चाहिँ निको पार्छ। हालेलुया। यहाँ कोही हुनुहुन्छ एकजना त्यस्तो व्यक्ति जसले यहाँ आएर मलाई गवाई दियोस् कि म संसारको गीतमा नाच्दै थिएँ निको भयो भन्ने? यहाँ कोही हुनुहुन्छ? कोही हुनुहुँदैन होला। तर यहाँ धेरैजना हुनुहुन्छ। मैले आराधना गर्दै थिएँ, म निको भएँ। म आराधना गर्दै थिएँ, मलाई परमेश्वर छुनुभयो। म आराधना गर्दै थिएँ, मलाई परमेश्वर छुटकारा दिनुभयो। हालेलुया। आज यो लाइभ वर्शिप कौशलमा आज म तपाईँलाई मण्डली परिवार आज म तपाईँलाई उत्साह गर्न चाहन्छु। इभन अब हाम्रो कामले नि त्यो संसारको थोकहरूलाई होइन, हाम्रो कामहरू नि परमेश्वरको लागि रचेको गीतहरूलाई, वर्शिपको गीतहरूलाई हाम्रो कामले चाहिँ अलिकति ध्यान दिनुपर्ने हुन्छ। आमेन। र म कसरी क्रिस्चियन भएँ, म कसरी विश्वासी भएँ, अथवा मैले कसरी यीशु ख्रीष्टलाई विश्वास गरेँ। मेरो घरमा कोही पनि विश्वासी हुनुहुन्न थियो। मेरो फ्यामिलीको सबैभन्दा पहिलो क्रिस्चियन नै म हो। कोही पनि हुनुहुन्न थियो। र पर्सनली मलाई क्रिस्चियन खासै मनपर्ने चाहिँ होइन। पहिला मलाई पर्सनली खासै क्रिस्चियन मन पर्दैन थियो। म पनि डलर पाउँछ र क्रिस्चियन हुन्छ नै भन्थेँ। अहिले मलाई पनि त्यस्तै भन्छ कतिले। म यीशुको बारेमा प्रचार गरेको हुन्छ कि कति डलर प्राइस भन्छ। मेरो परिवारमा कोही पनि ठाउँमा हुनुहुन्थेन। मेरो एकजना साथी चाहिँ क्रिस्चियन थियो। यता हेर्नुहोस् है, मेरो एकजना साथी चाहिँ क्रिस्चियन थियो। अनि त्यो साथीले मलाई जहिले पनि उसको घरमा लैजान्थ्यो। अनि उसको घरको टिभीमा प्यासन अफ क्राइस्ट भन्ने मुभीको त्यो सिडी हाल्थ्यो। अनि यीशु ख्रीष्टको
मलाई त्यो मुभी देखाउँथ्यो अनि गाँजा बनाउँथ्यो गाँजा मलाई तनाउँथ्यो उसले पनि गाँजा तान्थ्यो म पनि गाँजा तान्थेँ अनि उसले मलाई भन्थ्यो हाम्रो प्रभुले सबैलाई माया गर्नुहुन्छ मेरो साथी कृष्ण गाँजा बनाएर गाँजा खुवाएर खाली ईश्वरले सबैलाई माया गर्नुहुन्छ भन्थ्यो अहिले त उसले पनि खानु छोड्यो होला हामी चाहिँ यस्तो कृष्ण चाहिँ हुनु हुँदैन हालेलुया हालेलुया म सानोमा एकदमै पढाइमा राम्रो स्कुल फर्स्ट पनि हो तर म जन्मजातै म ढकढकेर बोल्थेँ म अड्किएर बोल्थेँ अहिले तपाईँको सामने म स्पष्ट बोलिरहेको छु यो पनि परमेश्वरको मलाई अनुग्रह म जन्मेदेखि 27 वर्षसम्म म ढकढकेर बोल्थेँ अनि मलाई म्यामले रोल नम्बर 1 भन्नु हुँदाखेरि प्रेजेन्ट म्याम भन्नु पनि मलाई गाह्रो भएर म गर्दा अनि म्यामले यसो हेरेर मैले देखिसकेँ भन्नुहुन्थ्यो अब सुन्नुहोस् है सानोमा त्यति साह्रो मलाई गाह्रो भएन तर उमेर बढ्दै गएपछि यो ढकढकेर बोल्ने बानीले मलाई मेन्टली यसले मलाई गाह्रो पार्न थाल्यो मलाई कस्तो गाह्रो हुन्थ्यो एउटा ढकढकेर बोल्ने त्यो आदतले मलाई भित्रदेखि मलाई खाएको थियो जसरी फलामलाई खियाले खान्छ नि त्यसरी त्यो ढकढकेर बोल्ने बानीले मलाई भित्रबाट खाएको थियो अनि प्लस साथीहरूको सङ्गत त्यस्तै भयो मेरो साथीहरूले मलाई के टेन्सन गर्छेस् किन चिन्ता गर्दै बस्छेस् सिगरेट तान्न सबै टेन्सन दूर हुन्छ भन्थ्यो मेरो बुवा नेपाल प्रहरी हुनुहुन्थ्यो अनि मैले मेरो साथीहरूलाई भन्थेँ मैले सिगरेट खाएको थाहा पाएँ भने मलाई मेरो बुवाले कुटेरै मार्छ होला भन्थेँ तर मेरो साथीहरूले बाटो थियो सिगरेट खाने बित्तिकै घरमा नजानु सास बनाउँछ तर चुइगम खाएर जानु भन्थ्यो चुइगम खाएर जानु चक्लेट खाएर जानु ताकि बोल्दाखेरि पनि मिठो बनाओस् भन्थ्यो साथीहरूले मलाई सिगरेटमा बानी बसाइदियो बाइबलले भन्छ पाप पनि बढ्दै जान्छ भन्छ अनि यो ड्रग एडिक्सन पनि मेरो जिन्दगीमा बढ्दै गयो सिगरेटदेखि सुरु भएको मेरो यो लागु पदार्थको यात्रा सिगरेटदेखि गाँजाबाट गोटीबाट ब्राउन सुगरबाट सुई यहाँसम्म पुग्यो जब मैले ड्रगलाई खाँदै थिएँ केही समय मलाई मजा पनि आयो तर याद गर्नुहोस् है मैले ड्रग 1 महिना खाएको होइन एक दिन खाएको होइन मैले 12 वर्ष खाएँ अनि त्यो ड्रगले म भित्र भएको कन्फिडेन्स मेरो सेल्फ स्टिम सबैलाई मारिदियो अब कस्तो पनि मेरो अवस्था थियो भने ड्रग खाइन भने मलाई केही गर्दै भन्दा भन्ने यति मलाई ड्रग चाहिन्थ्यो मैले मेरो आमाको घाँटीको सिक्री बेचिदिएँ मेरो श्रीमतीको घाँटीको सिक्री बेचिदिएँ यहाँसम्म कि त्यो आमा सुनको औँठी दिएको थियो मलाई मेरो श्रीमतीको मामले सुनको औँठी दिनुभएको थियो ज्वाइँलाई नातिनी ज्वाइँलाई यत्रो ठुलो औँठीमा बी लेखेको थियो बी भनेको चाहिँ बोनीको बी लेखेको अब म ड्रग एडिक्टलाई सुनको औँठी पाउँदाखेरि कस्तो हुन्छ भन्नुहोस् त चोरको हातमा चाबी दियो भने कस्तो हुन्छ ड्रग खाने मान्छेलाई सुनको औँठी लगाइदिएको छ त्यो सुनको औँठी मेरो जिउमा बस्दै मान्दैन भारी भयो मलाई र मैले मेरो श्रीमतीलाई भने यो सुनको औँठी म बेच्न चाहन्छु भने मेरो श्रीमतीले भन्यो यो सुनको औँठी तिमीले बेच्न पाउँदैनौ किनकि यो चाहिँ मेरो मामले दिएको तर मैले मेरो श्रीमतीलाई भने केही छैन यो सबै सुन म बेच्दिनँ तर यो सुनको अलिकति मात्रै बेच्छु हेर्नुहोस् है एकपल्ट मेरो मम्मी र मेरो श्रीमती घरमा थिएन कि
दराजको चाबी लाउनै बिर्सेछ दराजको लक खुल्ला पारेर गएछ मैले मेरो श्रीमतीको घाँटीको सिक्री निकालेर गएँ बेच्नुको लागि गएँ कुनै पनि सुन दोकानले किन्नै खोजेन बिल चाहिन्छ बिल भन्यो अब चोरेको मान्छेले बिल त जोड्दैन नि त हेर्नुहोस् त चोरेको मान्छेले बिल पनि जोड्छ त जोड्दैन नि त अनि मैले भने मलाई आधी दाम दिए पनि हुन्छ भने अनि एउटा दोकानमा बल्ल बल्ल मलाई अलिकति पैसा दियो अनि त्यो पैसा बोकेर म काठमाडौँमा गएँ त्यो बेलामा अनि काठमाडौँमा मैले मोज मजा गरेँ इन्जोय गरेँ अनि केही समयको बादमा मेरो श्रीमतीले मलाई फोन गर्यो र मलाई भन्यो मेरो सिक्री तिमीले लगेको कि क्या भन्यो अनि मैले भने होइन तिम्रो सिक्रीबाट लगेको छुइनँ तिमीले किन सधैँ त्यसरी हेर्छौ अनि मेरो श्रीमतीले भन्यो मेरो सिक्री हराएको छ मेरो सिक्री पक्का भने तिमीले चोरेको किनकि तिमीले बाहेक कसैले पनि चोर्दैन मैले कति उसलाई भगाउने कोसिस गरेँ झुक्याउने कोसिस गरेँ होइन तिम्रो सिक्री मैले लगेको छुइनँ अन्तिममा उसले एउटै कुरा भने मेरो सिक्री तिमीले लगेको त्यही भएर मैले उसलाई एउटा कुरा भने हो तिम्रो सिक्री मैले नै लगेको हो तर तिम्रो सिक्री चाहिँ मैले चाहिँ किन लगेको भने तिम्रो नामको ट्याटु चाहिँ म हाल्नु चाहन्छु भने यहाँ हेर्नुहोस् है मेरो यो छातीमा मेरो श्रीमतीको ट्याटु छ उसको नामको ट्याटु छ तर उसको नामको ट्याटु मैले उसलाई माया गरेर हानेको होइन अहिले पनि छ अब हानिहाल्यो जाँदैन यो ट्याटु मैले उसलाई माया गरेर हानेको होइन अहिले त माया गर्छु अहिले त साह्रै माया गर्छु किनकि परमेश्वरले माया गर्नु सिकाउनु भयो हालेलुया यीशु ख्रीष्टलाई विश्वास गर्नु भनेको धर्म फेर्नु होइन यीशु ख्रीष्टलाई विश्वास गर्नु भनेको हृदय फेर्नु हो जीवन फेर्नु यीशु ख्रीष्टले पवित्र आत्माले खालि हामीलाई अन्य भाषा मात्र बोल्नु सिकाउनु हुँदैन पवित्र आत्माले हामीलाई एउटा साँचो गवाई गर्न सिकाउनुहुन्छ हालेलुया एक समय थियो ससुरालमा म गएँ भने सबै रिसाउँथ्यो यो फेरि आएछ भन्थ्यो सुन्नुहोस् किनभने मेरो विवाहमा नि मेरो पत्नीको विवाह भएको बादमा भोलिपल्ट पर्सिपल्ट कोसा सफा गर्दाखेरि मेरो श्रीमतीको दिदीले सुई र गोटी कति भेटायो सुई र गोटी कति भेटायो मेरो विवाहमा अब मेरो विवाहमा त जानै पर्यो हो क्या भन्नुहोस् है मेरो विवाहमा त जानै पर्यो तर मैले मेरो साथीलाई अगाडिबाटै प्रिपेयर गराएको थिएँ अलि मजाले गोटीहरू बोकेर जा भनेर अब हामी तामाङहरू हो अनि अब फ्याफुल्ला भन्नुपर्छ हामीले अनि अब विवाहमा फ्याफुल्ला भन्दा म त थाकेँ पनि अब फेरि म खाने मान्छे खानुको लागिसक्यो अब बिहाइ सकिँदैन खानुको लागिसक्यो बिहाइ सकिँदैन अनि 12 बजेर एकछिन म वासरुममा गएँ साथीहरू पछि वासरुममा आयो अनि त्यहीँभित्र सबै कुरा खाइयो अनि आएर फेरि मण्डपमा बस्यो त्यसपछि एकछिनपछि त चास लाग्नु थाल्यो त्यसपछि तपाईँलाई केही पनि थाहा पाएन अन्तिममा चाहिँ मेरो जेठानले अब हाम्रो चाहिँ जेठानले ज्वाइँलाई बोकेर तुलै फर्काउनु त्यो गाडीको वरिपरि घुमाउनुपर्छ हाम्रो तामाङको चाहिँ अनि मैले चाहिँ यसो भनेछु जेठानलाई तपाईँले मलाई बोक्नु पर्दैन म तपाईँलाई बोकिदिन्छु भने हालेलुया त्यो मेरो विवाहको फोटो म अहिले हेर्छु मेरो विवाहको फोटो मलाई कुनै पनि मन परेको छैन किनभने कुनै पनि फोटोमा मेरो आँखा सिधा छैन सबै फोटोमा मेरो आँखा बाङ्गो छ तर म धन्यवाद दिन चाहन्छु परमेश्वरले जिन्दगी फेर्नुहुन्छ हालेलुया परमेश्वरले कति बेसी मान्छेलाई माया गर्नुहुन्छ हालेलुया म
पिबिएसमा पढ्दै थिएँ कि धरानमा एउटा क्याम्पस छ मैना क्याम्पस अनि त्यहाँनिर क्रिस्चियन अहिले त मैले त्यो कुरा बुझ्छु त्यो ड्रग्सका ड्रग्स सुसमाचारको ड्रग्सहरू बाँड्छ नि अनि दुईजना बहिनीहरूले ड्रग्स बाँड्दै बाँड्दै आयो यीशुको बारेमा भन्नुलाई आयो त्यो ड्रग्स मैले केही पनि पढिनँ त्यो बहिनीहरूलाई मात्र मजाले मैले हेरिबस्छु सुन्नुहोस् है यता हेर्नुहोस् त सबैले मलाई यहाँ हेर्नुहोस् त यहाँ हेर्नुहोस् त यदि यो भिडमा एकजना व्यक्ति पनि त्यस्तो हुनुहुन्छ जसले आजको दिनसम्म यीशु ख्रीष्टलाई विश्वास गर्नुभएको छैन भने आज म तपाईँसँग बोल्नु चाहन्छु यो संसारमा कुनै पनि अर्को ईश्वर छैन जसले तपाईँको आत्मालाई मुक्ति दिन्छ छैन एउटै मात्र यीशु ख्रीष्ट हुनुहुन्छ जसले मानिसको पाप क्षमा गर्नुहुन्छ जो हाम्रो पापको लागि मर्नुभयो जिहानमा गाडिनु भयो र पिताले उहाँलाई तेस्रो दिनमा मृत्युबाट बरु उठाउनु भयो हालेलुया हालेलुया वास्तवमा परमेश्वरले मान्छेलाई कति बताउन चाहनुहुन्छ म क्याम्पस पढ्दाखेरि कतिपल्ट मलाई यीशु ख्रीष्टको बारेमा भन्नु आयो इभन मेरो गाउँमा कति क्रिस्चियनले मलाई यीशु ख्रीष्टको बारेमा मलाई भन्ने कोसिस गर्यो तर मैले कहिले पनि सुन्नै चाहिनँ किनकि मैले के सोच्थेँ भने डलर पाएँ होला पैसा डल्लै पाएँ होला त्यही भएर भन्नु आउँछ तर एक दिन आजभन्दा 13 वर्ष अगाडि जब मेरो झगडा पऱ्यो झगडा परेको बाद म भाग्नु पऱ्यो र 15-20 जना केटाहरूले मलाई खेलाउनु थाल्यो र म भाग्दा म जङ्गलतिर छिरेँ म जङ्गलमा छिरेँ 15-20 जना केटाहरू पछाडि छ बेलुकीको 4 बजेबाट मलाई खेलाएको यता हेर्नुहोस् है बेलुकीको 4 बजेबाट मलाई खेलाएको बिहानको 5 बजेसम्म खेलायो उनीहरू 15-20 जना छ म एक्लै छु मलाई पक्रियो भने मार्छ मलाई कुटेरै मार्छ जङ्गलमा छु मारेर खाना पनि थाहा पनि पाउँदैन कहाँ गयो कता हरायो मेरो बोल्दै मैले भागेँ म साँझको 4 बजेबाट भागेको बिहानको 5 भइसकेको छ च्यारमा बसेको छु केही खाएको छुइनँ थाकेको छु गलेको छु निराश भएको छु मर्छु कि बाँच्छु टुङ्गो छैन र जे भयो त्यही बोल्दै म भागिरहेथेँ होसो आवाज छैन भोलि के हुन्छ थाहा छैन अचानक एउटा आवाज आयो मेरो कानमा अनि त्यो आवाज चाहिँ अहिले म जसरी तपाईँसँग बोल्दैछु त्यस्तै आवाज थियो त्यो अडियो आवाज थियो त्यो आत्माको अगुवाई थिएन त्यो अडियो आवाज आयो र त्यो अडियो आवाजले यसो भने मलाई ओइ तँ कहिलेसम्म यसरी भाग्छेस् मेरो हात समाज तेरो जिन्दगीलाई म बदलिदिन्छु भने अब म क्रिस्चियन पनि होइन मेरो घरमा को क्रिस्चियनै छैन म त ड्रग एडिक्ट हो म त झगडा परेर भाग्दैछु आवाज सुने मेरो कानले स्पष्टै ओइ तँ कहिलेसम्म यसरी भाग्छेस् मेरो हातलाई समाज तेरो जिन्दगीलाई म बदलिदिन्छु अब म क्रिस्चियन होइन नि त नानी नत्र म पनि आमेन भन्थ्यो मलाई त आमेन भन्नु थाहै छैन म त झसक्क भएँ कुद्दा मैले बोलेँ तपाईँ चाहिँ को बोल्नुभयो तपाईँ को बोलेको म त डराएँ नि त फेरि उहाँ बोलेर भन्नुभयो आई एम जिजस क्राइस्ट भन्नु अब चाहिँ आम भन्नुहोस् न आई एम जिजस क्राइस्ट भन्नु यसको बादमा परमेश्वरको अनुग्रह म माथि रहेछ यसको बादमा म भागेर म धेरै पर भागी पठाएँ र खेलाउने मान्छेले पनि मलाई भेट्नु भएन यसको बादमा मैले मेरो मम्मीलाई घरमा गएर भने मम्मी अब म चर्च जान्छु भने र मेरो मम्मीले एउटै कुरा भन्नुभयो ओइ मेरो छोरा चर्च त
राम्रो राम्रो मान्छेहरू जान्छ त कहाँ त चला छ तर म चर्च गएँ मेरो गाउँमा एउटा ब्याप्टिस्ट चर्च थियो त्यो चर्च गएँ म सुई गएँ कोही खुसी भयो कोही खुसी भयो कोही डरायो किनकि त्यो गाउँमा म अब झगडा गर्ने अब खुकुरी बोक्ने कट्टी बोक्ने के गर्ने कोही खुसी भयो कोही डरायो अनि म फर्स्ट टाइम चर्च गएको अनि त्यो सञ्चालन गर्ने बहिनीले मलाई यसरी हेर्दै आज यस मण्डली भवनमा कोही पहिलोपल्ट आउनुभएको छ भने उठेर आफ्नो परिचय दिनु भन्नुभयो मैले भने म त दिन्न परिचय म दिन्न परिचय मन पनि भने त्यही म फेरि घरमा गएर पनि बोल्थेँ नि त अनि फेरि मलाई एउटा भन्नुभयो यस मण्डलीमा आज कोही पहिलोपल्ट आउनुभएको छ भने उठेर आफ्नो परिचय दिनु भन्नुभयो म दिन्न परिचय म यत्तिकै बसेँ त्यसको बादमा वर्सिप भयो त्यसको बादमा वचन भयो जिन्दगी पहिलोपल्ट वचन सुनेको अब घाट हुँदैन म निधाएँ रातभरि अब जङ्गलमा भागेको थाकेको मात्रै मस्त निधाएछु मलाई कसरी उठाउनु नै भएन यो मान्छेहरूको छुटो छ भनेर त्यसको बादमा सेवा सकियो अनि म घर गएँ सेवा सकियो अनि म घर गएँ अनि फेरि बेलुकी खानासाना खाएँ अब सिगरेट खाने मान्छे ब्राउन सुगर तान्ने मान्छे सुई हान्ने मान्छे अब घरमा म सिगरेट घरमा खान्थेँ अनि सिगरेट तानेको उही ख्याल भन्यो के हुँदैछ मेरो जिन्दगीमा के आवाज सुन्छु म उही फ्याल भन्यो मैले सट्टै फ्याल्थेँ फेरि अर्को आवाजले बोल्यो कहाँ फ्यालेको भर्खर त तानेको भन्यो तानेन फेरि म माथि कोठामा गएँ फेरि सिगरेट सघाएँ फेरि तानेको उही फ्याल भन्यो सट्टै फ्याल्थेँ फेरि अर्को बलले तान्छ भन्छ सिगरेटको धुवा आउँदाखेरि कस्तो तान्नु मन पऱ्यो क्या मलाई अनि यता हेर्नुहोस् है अचानकै मेरो आत्मामा के भयो मलाई प्रार्थना गर्नु मन लाग्यो आमेन 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 हाम्रो परमेश्वरले प्रार्थना सुन्नुहुन्छ है उहाँ जिउँदो हुनुहुन्छ हालेलुया उहाँ राजाहरूको राजा प्रभुहरूको प्रभु सेनाहरूको प्रभु आदि र अन्त्य अल्फा र ओमेगा बाटो सत्य जीवन यहुदाको सिंह दाउदको धरहरा उहाँभन्दा अगाडि उहाँभन्दा पछाडि कोही पनि छैन हालेलुया 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 असाध्यै मलाई प्रार्थना गर्नु मन लाग्यो र म जस्तो मान्छे त्यस्तै प्रार्थना गरेँ अब म क्रिस्चियन पनि भएको छुइनँ म लाइफमा फर्स्ट टाइम चर्च गएर आएको मैले यसरी प्रार्थना गरेँ तपाईँको मान्छेहरूले आज चर्चमा भनेको तपाईँ मात्रै जिउँदो परमेश्वर हो अरे तपाईँले हरेक कुरा गर्न सक्नुहुन्छ अरे यदि तपाईँ मात्रै जिउँदो परमेश्वर हो भने तपाईँले हरेक कुरा गर्न सक्नुहुन्छ भने म चाहिँ सुतेँ भोलिमा उठ्छु सुत्नु पऱ्यो भनेर हामी भन्नुहोस् न म अब सुतेँ म भोलिमा उठ्छु भोलिमा उठ्दाखेरि म सुत्नु पर्यो यदि तपाईँ जिउँदो परमेश्वर हो भने किनकि तपाईँको चर्चमा तपाईँको मान्छेले त्यही भन्दैछ आज अनि म सुतेँ अब भोलि बिहान म उठेँ जिन्दगीमा पहिलोपल्ट म 13 वर्षदेखि म ड्रग खाएको 25 वर्ष पहिलोपल्ट 12 वर्षपछि पहिलोपल्ट मलाई मेरो आफ्नै शरीर चाहिँ नि यति साह्रो फ्री भएको महसुस भयो यति साह्रो मेरो शरीर नि हलुका भएको महसुस भयो मानौ कि मेरो शरीरको 25 केजीको वेट कसैले निकालेर राखे जस्तै भयो अनि मेरो त्यो फ्रिजको माथि सिगरेटको बट्टा हुन्थ्यो जहिले पनि मेरो सिगरेटको बट्टा अन्त फ्रिजको माथि भएको त्यो सिगरेटको बट्टा देखेर मलाई घिन लाग्यो अचानकै र मैले मेरो मम्मीलाई भने यो सिगरेट यहाँबाट फ्याँकिदिनु भने मैले मेरो मम्मीलाई मेरो मम्मीले एउटै कुरा भन्नुभयो सुध्रिनु चाहिँ सुध्री तर यति साह्रो पनि नसुध्री भन्नुभयो सुन्नुहोस् है सुध्रिनु चाहिँ सुध्री तर यति साह्रो चाहिँ नसुध्री भन्नुभयो किनकि
मान्छेबाट होइन, पृथ्वीबाट होइन, माथिबाट आएको थियो। हालेलुया, हालेलुया। ड्रग नखाइकन केही गर्नै मन नलाग्ने, नमानिकन केही कन्फिडेन्सै नआउने, चर्चमा नभइकन त्यो जिन्दगी नै बोरिङ लाग्ने, त्यो नसा बिना, त्यो सुई बिना एक सेकेन्ड पनि नबाच्ने पनि तपाईँ आज परमेश्वरले यहाँ ल्याउनु भएको छ। अनि यो मेरो गवाईको हिरो चाहिँ म होइन, मेरो गवाईको हिरो चाहिँ यीशु ख्रीष्ट हुनुहुन्छ। उहाँ हिजो आज सदा सर्वदा एक समान हुनुहुन्छ। हालेलुया, हालेलुया, हालेलुया। यीशु ख्रीष्टलाई पाउनुभन्दा अगाडि मैले मेरो श्रीमतीको दाजुलाई काट्नु गएको। सुन्नुहोस् है, यीशु ख्रीष्टलाई पाउनुभन्दा अगाडि मैले आफ्नै जेठालाई काट्नु गएको। र यीशु ख्रीष्टलाई पाएको बादमा मेरो जेठालाई एयरपोर्टमा मेरो गाडी लिएर लिनुभएको। हालेलुया। यीशु ख्रीष्टलाई पाउनुभन्दा अगाडि मानिसहरूले मेरो टाउकोमा रोड हाने, मेरो टाउकोमा दाउराले हाने, मलाई मार्नु खोजे। तर यीशु ख्रीष्टलाई पाएको बादमा यही घाटीमा मानिसहरूले मलाई खदा लगाइदिए। यीशुमा हरेक कुरा सक्नु छ। आमेन, आमेन, आमेन। यीशु ख्रीष्टलाई पाउनुभन्दा अगाडि मलाई बोल्नु गाह्रो हुन्थ्यो, मलाई बोल्दाखेरि मलाई अड्किन्थ्यो, मलाई बोल्नु गाह्रो हुन्थ्यो। यीशु ख्रीष्टलाई पाएको बादमा अहिले मलाई अड्किनै गाह्रो हुन्छ। लिटरली पहिला मलाई बोल्नै गाह्रो हुन्थ्यो, बोल्नु खोज्दा पनि केही। अनि मेरो मम्मीले अलिक बिस्तारो बोल्न अनि अड्किन हुन्थ्यो, बिस्तारो बोल्नु अड्किहाल्दैन। अनि एकजनाले भन्यो मिश्री खानुपर्छ, मिश्री मिश्री खायो भने अड्किँदैन भने मिश्री पनि खाएँ, अड्कियो। अनि एकजनाले भन्यो परेवा लगेर भाकल गर, परेवा उडाउ भन्यो। परेवा उडेर कहाँ पुगे भोलि जाएको थिएछ। हालेलुया, हालेलुया। अनि एकजनाले भन्यो सुगालाई, सुगा पालेर मान्छेले खोर्सानी खुवाइदिन्छ, सुगाले त गोपी भन्छ भन्यो। सुगा त खोर्सानी खाएर बोल्छ, तिमी पनि खोर्सानी खाऊ भन्यो। खोर्सानी खाएर खोर्सानी खाने बानी भयो, बोल्यो अब किन हटेन। तर परमेश्वरले महिमा होस्। हालेलुया। मैले विश्वास गरेको, म क्रिस्चियन भएको 2.5 वर्षको बादमा जब म बिहानै उठेँ र मैले जिन्दगीमा एउटा असल कुरा गरेँ, त्यो चाहिँ के हो भने यीशु ख्रीष्टलाई मैले विश्वास गरेँ। हालेलुया। अन्तिममा म एउटा कुरा भनेर बिदा हुन चाहन्छु। यहाँ मलाई एकदम धेरै खुसी लागेको छ। अन्तिममा म तपाईँलाई एउटा कुरा भनेर बिदा हुन चाहन्छु। यीशुले एउटा वचन दामी भन्नुभएको छ, सारा जगतै हात पारे पनि त्यसलाई आत्मा चाहिँ तैँले गुमाइस् भने तर के फाइदा, के फाइदा पनि। हाम्रो आत्मा मान्छे कहिले मर्दैन, मान्छेको आत्मा कहिले मर्दैन। यो शरीर चाहिँ मर्छ, आत्मा कहिले मर्दैन। अनि यो आत्मा कि त अनन्त जीवन हो कि त अनन्त मृत्यु हो। यीशु ख्रीष्टलाई विश्वास गरेको कारणले हाम्रो नाम चाहिँ जीवनको पुस्तकमा लेखिएको छ। बाइबलले यसरी भनेको छ, धन्य हो ती व्यक्ति जसको पापको लेखा परमप्रभुले लिनुहुन्न। हालेलुया, हालेलुया, हालेलुया। भन्नुहोस् यीशु ख्रीष्ट तपाईँले प्रभु हुनुहुन्छ, तपाईँले राजा हुनुहुन्छ, तपाईँले मुक्तिदाता हुनुहुन्छ, तपाईँले उद्धारकर्ता हुनुहुन्छ, तपाईँले सृष्टिकर्ता हुनुहुन्छ। 2024मा म अस्ट्रेलिया गएको थिएँ। मेरो दिदी भएर त्यहाँ हुनुहुन्छ। अनि म पहिलोपल्ट त्यो ठुलो प्लेन चढेको। अनि यो काठमाडौँबाट म चीन गएँ, चीनमा ट्रान्जिट थिएँ कि चाइनामा। अब मलाई चाइनिज भाषा बोल्न आउँदैन, त्यहाँको मान्छेले नेपाली भाषा बोल्न आउँदैन। अब त्यो अर्को प्लेन कहाँ गएर चढ्ने मलाई केही थाहै छैन। चाइनामा अनि अलिअलि इङ्ग्लिस बोल्नु पऱ्यो भनेको मलाई फेरि इङ्ग्लिस पढ्दै आउँदैन। फेरि
मलाई फेरि पटक्कै इङ्ग्लिस आउँदै आउँदैन। सुन्नुहोस् है, नो इङ्ग्लिस, मलाई इङ्ग्लिस आउँदै आउँदैन। अनि अब त्यहाँ मैले भन्नुपर्ने चाहिँ के भन्नुपर्ने भने मेरो अर्को पनि फ्लाइट छ, बाटो कता होला भन्नुपर्ने। मलाई इङ्ग्लिस आउँदैन, उनीहरूलाई नेपाली आउँदैन, मलाई चाइनिज आउँदैन। अब अलिअलि मैले इङ्ग्लिस बोल्यो भने एक्सक्युज मी चाहिँ मलाई भन्नु आउँछ नि त। अनि एक्सक्युज मी भने यिनीहरूले फेरि नो 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 भन्छ। अब म छक्कै परेँ, मलाई बेसी आएको कि उनीहरू नआएको। अनि मैले एक्सक्युज मी सर भन्छु, नो 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 भन्छ। डर पनि लाग्यो अब अरूको देशमा। अनि फेरि एकजना अर्को चाइनिज बहिनी थियो, एक्सक्युज मी भनेको नो नो भन्छ। ए के हो यिनीहरू खालि नो मात्रै भन्छ। अनि फेरि अर्को एकजना चाइनिज भाइलाई बोलाएर एक्सक्युज मी सर भनेको नो इङ्ग्लिस भन्छ। उनीहरूलाई इङ्ग्लिस आउँदैन भनेको हो कि इङ्ग्लिस नबोल भनेको मैले कुरै बुझिनँ। अन्तिममा त उनीहरूले चाहिँ इङ्ग्लिस आउँदैन भनेको रहेछ। अनि उनीहरूलाई इङ्ग्लिस आउँदैन भनेको थाहा पाएपछि मलाई जिन्दगीमा त्यस्तो इङ्ग्लिस फर्स्ट टाइम। सुन्नुहोस् है, यो इङ्ग्लिस भन्ने भाषा पनि नि रक्सी खाएको बेलामा बहुत आउँछ। हो किन भन्नुहोस् त? यो इङ्ग्लिस भन्ने भाषा रक्सी खाएको बेलामा बहुत आउँछ र अर्को मान्छेलाई आउँदैन भने थाहा पाउँदाखेरि झन् धेरै आउँछ। त्यहाँदेखि त मैले त यहाँदेखि बोलेको इङ्ग्लिस, यहाँदेखि एक्सक्युज मी सर यति बोले इङ्ग्लिस। 6 घन्टाको ट्रान्जिट थियो, 6 घन्टा कुर्नुपर्ने अर्को फ्लाइटमा। तर मैले जिन्दगीमा एउटा असल कुरा गरेँ, त्यो चाहिँ के हो भने यीशु ख्रीष्टमा मैले विश्वास गरेँ। हालेलुया। अन्तिममा म एउटा कुरा भनेर बिदा हुन चाहन्छु। यहाँ मलाई एकदम धेरै खुसी लागेको छ। अन्तिममा म तपाईँलाई एउटा कुरा भनेर बिदा हुन चाहन्छु। यीशुले एउटा वचन दामी भन्नुभएको छ, सारा जगतै हात पारे पनि तेरो आत्मा चाहिँ तैँले गुमाइस् भने तँलाई के फाइदा पनि। हाम्रो आत्मा मान्छे कहिले मर्दैन, मान्छेको आत्मा कहिले मर्दैन। यो शरीर चाहिँ मर्छ, आत्मा कहिले मर्दैन। अनि यो आत्मा कि त अनन्त जीवन हो कि त अनन्त मृत्यु हो। यीशु ख्रीष्टलाई विश्वास गरेको कारणले हाम्रो नाम चाहिँ जीवनको पुस्तकमा लेखिएको छ। बाइबलले यसरी भनेको छ, धन्य हो ती व्यक्ति जसको पापको लेखा परमप्रभुले लिनुहुन्न। हालेलुया, हालेलुया, हालेलुया। भन्नुहोस् यीशु ख्रीष्ट तपाईँले प्रभु हुनुहुन्छ, तपाईँले राजा हुनुहुन्छ, तपाईँले मुक्तिदाता हुनुहुन्छ, तपाईँले उद्धारकर्ता हुनुहुन्छ, तपाईँले सृष्टिकर्ता हुनुहुन्छ। 2024मा म अस्ट्रेलिया गएको थिएँ। मेरो दिदी भएर त्यहाँ हुनुहुन्छ। अनि म पहिलोपल्ट त्यो ठुलो प्लेन चढेको। अनि यो काठमाडौँबाट म चीन गएँ। चीनमा ट्रान्जिट थिएँ कि चाइनामा। अब मलाई चाइनिज भाषा बोल्नु आउँदैन, त्यहाँको मान्छेले नेपाली भाषा बोल्नु आउँदैन। अब त्यो अर्को प्लेन कहाँबाट चढ्ने मलाई केही थाहै छैन चाइनामा। अनि अलिअलि इङ्ग्लिस बोल्नु पऱ्यो भनेको मलाई फेरि इङ्ग्लिस पटक्कै आउँदैन। मलाई फेरि पटक्कै इङ्ग्लिस आउँदै आउँदैन। सुन्नुहोस् है, नो इङ्ग्लिस, मलाई इङ्ग्लिस आउँदै आउँदैन। अनि अब त्यहाँ मैले भन्नुपर्ने चाहिँ के भन्नुपर्ने भने मेरो अर्को पनि फ्लाइट छ, बाटो कता होला भन्नुपर्ने। मलाई इङ्ग्लिस आउँदैन, उनीहरूलाई नेपाली आउँदैन, मलाई चाइनिज आउँदैन। अब अलिअलि मैले इङ्ग्लिस बोल्यो भने एक्सक्युज मी चाहिँ मलाई भन्नु आउँछ नि त। अनि एक्सक्युज मी भने यिनीहरूले फेरि नो 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 भन्छ।
म छक्कै परेँ मलाई बेसी आएको कि उनीहरू नआएको अनि मैले एक्सक्युज मी सर भन्छु नो नो भन्छ डर पनि लाग्यो अब अरूको देशमा अनि फेरि एकजना अर्को चाइनिज बहिनी थियो एक्सक्युज मी भनेको नो नो भन्छ के हो उनीहरू खालि नो मात्रै भन्छ अनि फेरि अर्को एकजना चाइनिज भाइलाई बोलाएर एक्सक्युज मी सर भनेको नो इङ्ग्लिस भन्छ उनीहरूलाई इङ्ग्लिस आउँदैन भनेको हो कि इङ्ग्लिस नबोल भनेको मैले कुरै बुझिनँ अन्तिममा त उनीहरूले चाहिँ इङ्ग्लिस आउँदैन भनेको रहेछ अनि उनीहरूलाई इङ्ग्लिस आउँदैन भनेको थाहा पाएपछि मलाई जिन्दगीमा त्यस्तो इङ्ग्लिस फर्स्ट सुन्नुहोस् है यो इङ्ग्लिस भन्ने भाषा पनि नि रक्सी खाएको बेलामा बहुत आउँछ हो किन भन्नुहोस् त यो इङ्ग्लिस भन्ने भाषा रक्सी खाएको बेलामा बहुत आउँछ र अर्को मान्छेलाई आउँदैन भने थाहा पाउँदाखेरि झन्डेर आउँछ त्यहाँदेखि त मैले त यहाँदेखि बोलेको इङ्ग्लिस यहाँदेखि एक्सक्युज मी सर यति बोले इङ्ग्लिस 6